दर्शकबिन आज हामी दाङ घोराई गोगली भन्ने ठाउँमा छौँ। दर्शकबिन अन्तर्जातीय बिहे गरेर टिकटक र सामाजिक सञ्जालमा निकै भाइरल छन्। दर्शकबिन आज भनौँ भने ज्याला मजदुर गरेर आफ्नै घर बनाएर बसिरहेका ती जोडीसँग आज हामीले कुराकानी गर्छौँ। दर्शकबिन तपाईँले देखिसक्नु भएको छ यतापट्टि निकै टिकटक र फेसबुकमा सामाजिक सञ्जालमा निकै भाइरल हुनुहुन्छ भाइरल जोडी। त्यसै गरी आज भनौँ भने त अन्तर्जातीय बिहे गरेर अहिले निकै पछिल्लो चरणमा भाइरल हुनुहुन्छ। यता हुनुहुन्छ कल्पना, उता दीपक हुनुहुन्छ। अनि म उहाँसँग कुराकानी गर्दैछु। भिडियो अन्त्यसम्म हेर्नुहोला। तपाईँको घर चाहिँ कुन ठाउँ? हजुर, मेरो चाहिँ रोल्पा। रोल्पा। उता हजुरको? प्युठान। अनि पक्कै पनि अन्तर्जातीय प्रेम भनेर अहिले पछिल्लो चरणमा निकै रुचाइएका जोडी पनि भनौँ न है? हजुर, एकदम। अनि तपाईँको पहिलो सुरुवातको माया लभ भन्ने हुन्छ नि? हजुर। कसरी पर्यो? अब हाम्रो चाहिँ म दिदीको घरमा, मामाको घरमा उता प्युठान गएको बेला त्यतिखेर अब देखभेट भयो। अनि उहाँ चाहिँ के छ, तपाईँ कुन ठाउँ जानुभएको थियो त्यतिखेर? के कामको सिलसिलामा जानुभएको थियो? म चाहिँ रोल्पातिर काम गर्नुको लागि गएको थिएँ होइन। त्यसपछि तिहारको सिजनमा अब घरतिर आएको थिएँ। त्यसपछि उसलाई देखेँ होइन। देखिसकेपछि पहिलो नजरमा मनमा सजाइदिएँ होइन। पहिलो नजरमै के लाग्यो? पहिलो नजरमै माया गरिदिनु भयो? त्यसपछि यताउता नम्बर खोज्ने, कुराकानी बढाउनु खोजेँ। नम्बर कसरी पाउनुभयो त? अनि उता यता दिदीहरूसँग उनको अब दिदीहरूसँग तालमेल थियो होला उनीहरूको होइन। दिदीहरूसँग नम्बर माग्नुभयो। अनि पहिलोचोटि फोन गर्दाखेरि के भन्नुभयो? सुरुवातमा हुन्छ नि, जस्तै फोन गर्दाखेरि अब पहिलो नम्बरै फोन गर्दाखेरि डर लाग्छ, कोही के भन्ने हो कि भन्ने, कस्तो? हेलो, मलाई चिन्यो भने डाइरेक्ट चिनेको छु, फोन राख्नु तपाईँ ठुलो जातको हुनुहुन्छ भन्दै उसले मैले नै भन्नुभयो। तपाईँ त्यस्तो लाग्यो है, सानो जातले ठुलो जातकोलाई माया गर्न मिल्दैन भन्ने जस्तो कस्तो हो तपाईँको मनमा? होइन, त्यो भन्दा पनि अब माया गरेपछि सम्भव चाहिँ हुँदो रहेछ सबै कुरामा। तर मलाई चाहिँ क्या अब पहिले अब हामी त सानैदेखि जातभात छुवाछुटको त्यस्तैमा हुर्केर आएको हुनाले समाजमा त्यस्तै सुन्नुभयो, देख्नुभयो। हजुर हजुर। अनि त्यो कारणले गर्दा पनि अब ठुलो जातकोले अब ढोका दिइहाल्छन् भन्ने त्यस्तो सोच भएको हुनाले पनि अब मैले उहाँले सुरुमै हुन्छ यस नभनेको के त्यो माया गर्नुहुन्न भन्नुभयो। हजुर। अब सानो जातको अनि माया कसरी गर्ने? अनि तपाईँको बिहे भएको अहिले कति वर्ष भयो? हजुर, बिहे भएको 4-5 वर्ष भइहाल्यो। छोराछोरी कति छन्? नानी, एउटा नानी। अन्तर्जातीय भनेर अहिले पछिल्लो चरणमा निकै भाइरल हुनुहुन्छ होइन? हजुर, एकदम। अनि सुरुवातमा भगाउँदाखेरि पहिलो जहाँ हुन्छ नि जो दिन भाग्नु भने पहिले कहाँ लिनुभयो? म चाहिँ भगाएर जहाँ काम गर्थेँ रोल्पा घोरागाउँ भन्ने ठाउँ थियो, उतातिर लिएर गएको। अनि पहिलोचोटि भगाएर लग्नुभयो। त्यस पछाडि घरबाट के कस्ता फोन गरेर हुन्छ नि त्यस्तो थर्काउने अनि किन लगिस् भन्ने त्यस्तो के टचर दिनुभएको थियो नि? घरबाट चाहिँ फोन चाहिँ आयो होइन, धेरै आयो। अब यताउता छोड्ने कुरो जस्तो, छुटाउने कुरो जस्तो निक्लिरहेको थियो। हजुर। अनि त्यही कारणले चाहिँ हामी चाहिँ यताउता भागाभाग भयो जे भनौँ। अनि त्यसै बिचमा हामी दाङ पनि आइपुग्यौँ। त्यसै गरी छोड्नु नै भएन, दाङ झर्नुभयो। हजुर। अहिले के गर्नुहुन्छ? कामको सिलसिलामा केही बिजनेस व्यापार गर्नुहुन्छ कि? त्यही हो, ज्याला मजदुर। ज्याला मजदुर गर्नुहुन्छ। अनि अहिले घर बनाइसक्नुभयो है? हजुर। अनि घर कसरी बनाउनु भयो? कमाएर ज्याला मजदुर त गर्नुभयो, अनि त्यस पछाडि ऋण साहु गरेर कमाएर आफ्नै कमाइले गर्नुभयो कि ऋण काटेर पनि गर्नुभयो, घर बनाउनु भयो? त्यही हो, अब अलिअलि त थोरै रकम थियो मसँग, त्यही कारणले पनि यताउता ऋणहरू काटेर किस्ताहरूबाट निकालेर बनाइयो भनौँ। हजुर। अनि तपाईँ चाहिँ अब ठुलो जातको घरबाट अहिले यो समय होइन, अब आफ्नै जातको बिहे गरेको भए घरमा बाबा मम्मीसँग आफ्नै समाजसँग रमाउनु पाउनुहुन्थ्यो। अहिले सानो जातकोसँग बिहे गरेर चाहिँ यसरी घरै छोड्नु पर्ने भयो। के लाग्छ तपाईँको विचारमा? मैले राम्रो गरेँ, कल्पनालाई पाउनु माया नै ठुलो हुँदो जस्तो लाग्छ होला होइन? हजुर, त्यही हो, माया नै। के लाग्छ? माया नै ठुलो हो है?
माया सबै ठुलो भएपछि त अरू त केही चाहिँदैन भन्ने छ नि एउटा पछिल्लो चरणमा केटाकेटीको लभ चक्करमै जाम भने पनि एउटा तिमी पाएपछि मलाई केही चाहिँदैन भन्ने जस्तो तपाईँले भयो। अनि माया माया बिहे भइसक्यो, बिहेसकेर अहिले घर पनि बनाइसक्नु भएको छ, ऋण पनि लागेको छ भन्नुभएको छ भाइले। पक्कै पनि दर्शक श्रोताहरूले हेरिराख्नु भएको छ। यदि तपाईँले भाइको यो प्रेम जोडीलाई माया गर्नुहुन्छ, साथ सपोर्ट दिनुहुन्छ भने सही गरिदिनु होला। अनि अब लामो कुरातिर जाउँ हामी तपाईँसँग। अनि के छ, कल्पनाको गीत पनि गाउनुहुन्छ अरे? हजुर, गीत सुन्न सक्छौँ हामी? हुन्छ, ल सुनाउनुहोस् न है। हस्। दिलमा तिमी तिमी नै, आँखामा तिम्रै माया छ, मेरो नसा नसामा रगत रगतमा। नसा नसामा रगत रगतमा दीपक नै हुनुहुन्छ अहिलेसम्म? हजुर। अरू त कसैले राख्नु भएको छैन? दर्शक पनि हेर्नुहोस् त, कति राम्रो अन्तर्जातीय बिहे गरेर अहिले ज्याला मजदुर गरेर घर बनाइसक्नु भएको छ। अनि गीत पनि गाउनुहुन्छ। कहीँ कतैबाट गीतको गाउने अवसर आयो भने गाउनुहुन्छ? हजुर, गाउनुहुन्छ। अनि हजुरको टिकटक आइडी के छ नि? अहिले पछिल्लो तपाईँलाई त चिनिसक्नु भएको छ दर्शक श्रोताहरूले, अन्य साथीहरूले चिन्नु भएको छैन होला। के छ आइडी भनिदिनुहोस् न। हजुर, मेरो कल्पना थापा। अनि हाम्रो दीपकको? मेरो चाहिँ कल्पना दीपक। कल्पना दीपक। अनि क्यारिकेचर पनि गर्नुहुन्छ हजुरले हो? हल्का। दर्शक श्रोताहरूलाई हामी हँसाउँछौँ, भिडियो अन्त्यसम्म हेर्नु होला, उहाँको क्यारिकेचर सुन्छौँ। म तपाईँलाई चाहिँ एउटा विषयवस्तु बनाएर कुरा गर्छु, तपाईँले चाहिँ त्यसमा क्यारिकेचर गर्नुहोस् है। तपाईँ जति आउँछ त्यति गर्नुहोस्। दीपकजी, तपाईँ त आजभोलि ह्यान्डसम हुनुभएको रहेछ, कल्पनालाई पाएर हो? होइन मित्र, के पाएर हो तपाईँको, चिनिन्छ त हामीलाई। दर्शक पनि हेर्नुहोस् त, उहाँले चिनिसक्नु भएको छ होला, चिनिन्छ भनिसक्नु भएको छ, तपाईँले चिनिसक्नु भएको छ। अब हामी अन्तिमतिर पनि छौँ, भिडियो हेरिसक्नु भएको छ। तपाईँले कहीँ कतै हाम्रो कल्पनाको आवाजमा गीत रेकर्ड गर्ने त्यसको अवसर दिनु होला र यो भिडियो धेरैभन्दा धेरै सेयर गरेर साथ दिनु होला। कस्तो लाग्छ कमेन्ट पनि गर्नु होला। ठिक छ, अब म धेरै लामो कुरा गरिनँ, कल्पनातिर जान्छु। अनि यो गीत गाउने त तपाईँले सानैदेखि गाउनुहुन्थ्यो? हजुर, गाउँथेँ। अनि उकाली ओह्राली भन्ज्याङ चौतारी मेलापा दाउरा घाँस गर्दाखेरि गाउँमा हुँदाखेरि गीत गाइन्थ्यो होइन? हजुर हजुर। अनि गीत धेरै जसो गायिका अनि गायकको गीत सुन्नु भएको छ र कुन गीत कुन कलाकारलाई मन पराउनुहुन्छ? हजुर, मैले गीत चाहिँ सबैको सुन्छु। अलि जस्तै हुन्छ नि, मनमा लागेको यो गायकको गीत आएपछि मैले यति रुचाउँछु भन्ने हुन्छ नि एउटा मनमा उद्देश्य, कसको मन पराउनुहुन्छ? हजुर, मलाई टिका सानीको पनि मनपर्छ, अनि हाम्रो खेम सेन्चुरी दाईको गीत पनि मनपर्छ, शान्तिश्री परियारको। अनि खेम सेन्चुरीको पनि गीत मनपर्छ भने गीत सुनौ न उहाँको है? ए हुन्छ हुन्छ। सानो सानो घर छ मेरो रोल्पाको त्यो ठाउँमा, नामले पाएको कामले पाएको दमाई दाइको छोरी हो। नलाऊ माया नखाऊ कसम, मनै मेरो मर्यो साइला ओ साइला, मसँगै जान्छौ र मैले छोको खान्छौ र। छोएको खानुहुन्छ एकदम है। दर्शक पनि हेर्नुहोस् त, एकदमै अन्तर्जातीय बिहे गरेका जोडीले एकदमै ज्याला मजदुर गरेर घर बनाइसक्नु भएको छ। सँगै टिकटक र सामाजिक सञ्जालमा निकै भाइरल हुनुहुन्छ। दर्शक पिनहरूले एकदमै हेरिराख्नु भएको छ। सबैजनालाई एकदमै धन्यवाद। हाम्रो भिडियोहरू सबैजनाले हेरिदिनु भएको छ, मन पराइदिनु भएको छ। अझै पनि धेरै साथ सपोर्ट गर्नुहोला, दिनुहोला भन्न चाहन्छु। अझै पनि एकदमै धन्यवाद, यहाँसम्म आइदिनु भयो दाजुहरू। दीपकले के भन्नुहुन्छ? म पनि त्यस्तै हो, सबैजनालाई धन्यवाद भन्न चाहन्छु। हामीहरूको जति यो भिडियोहरू हेरिरहनु भएको छ सबैलाई धन्यवाद होइन। हाम्रो जोडी कस्तो लाग्यो होइन? कस्तो लाग्यो हेर्नुहोस् त, मेरो विचारमा त
इनको के पारा हो के सधैँभरि गाली गरेको गरै गाली गर्नुहुन्छ त्यो आएन कि के लाइन भनौँ के लाइन दर्शकबिन देखिसक्नु भएको छ एकदमै क्यारिकेचर गर्ने एकदमै अन्तर्जातीय बिहे गरेका कल्पना र दीपकको एकदमै भनौँ न एकदम जोडी देखिरहेको छ तपाईँले। दर्शकबिन हामीले एकदमै राम्रो कुरासँगै अन्तर्जातीय कसरी बिहे गर्नुभयो र अहिले पछिल्लो चरणमा निकै टिकटक र भाइरल हुनु र धेरैभन्दा धेरै सेयर साथ दिनुहोला।